हेलो हेलो नमस्कार फेरि पनि मेरो नयाँ ब्लगमा तपाईहरु सबैजनालाई नमस्कार जो जो हुनुहुन्छ लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला फलो गर्नु होला अनि आज चाहिँ हामी सबै साथीभाइहरु चाहिँ बोतल खेल्न जाँदैछौँ खेर्न बोतल खोज्न खेर्न अगाडि हाम्रो टोलीहरु नाइकेहरु बोतल खोज्दैछन् के गर्ने ड्युटी छैन बोतल खेर्ने बोतल खेलेपछि के हुन्छ मासु आइहाल्छ बेलुकाको लागि यस्तै छ रोमानियाको बसाइ हामी चाहिँ काम छैन दिनभरि सुत्दा अल्छी लाग्छ केटाहरु सबैले बोतल हेर्दैछन् ल बोतल भेटेन अब कता कता बोतल भेटिन्छ तपाईहरुलाई हामी जानकारी दिन्छौँ यस्तै छ रोमानियाको बसाइ हामी सबैको काम साम छैन दिनभरि सुत्दा अल्छी हुन्छ सबैजना डुल्यो बोतल खेर्यो बेलुकाको लागि छाक आइहाल्छ मासु आइहाल्छ तरकारी आइहाल्छ यस्तै छ रोमानियाको बसाइ यता झारीतिर जाँदैछौँ बोतल खेर्न उनीहरु युवाहरु नेपालबाट आएका यता बल्छी मगाउनेले हुनाहार युवा केही भन्नु छ भएन अब बोतल चिप्दै हिँड्ने काम छैन अरे घर परिवारलाई केही मेसेज दिनु छ र ल यता के भन्नु छ हाम्रो लीलाजीलाई यता हाम्रो नगेन्द्रलाई केही भन्नु छ हाम्रो हुनार युवाहरू बोतल खेल्दै हिँडेछौँ झाडीतिर यस्तै छ साथी हो रोमानियाको बसाइ रोमानियामा चिसो मौसम सँगसँगै बोतल खेल्दैछौँ अगाडि बोतल भेट्टेछौँ यो पनि जान्छ यो हो यस्तै बोतल खेर्दै ल एउटा बोतल भेट्यो साथीहरूले टिप्दैछन् 16 रुपियाँ 16ले के कसो हुन्छ हामी तपाईहरुलाई जानकारी दिन्छौँ साथी हो यस्तै छ रोमानियाको बसाइ यस्तै छ हामी चाहिँ बोतल खेलिरहेछौँ अल्छी लाग्छ दिनभरि रुममा सुत्दा यता चाहिँ हाम्रो एउटा बारी जस्तो छ अनि हामी चाहिँ जोइटा भन्ने ठाउँमा छौँ सबै साथीहरू मिलेर चाहिँ बोतल खेर्दै अनि अहिले बेलुका तपाईँको मेसिनमा हालेको पनि देखाउँछु म सब तपाईँहरूलाई जानकारी दिन्छु ल अर्को बोतल भेट्यो फेरि क्यान भेट्यो ल अर्को बोतल भेट्यो अब नेपालमा यस्तो बोतल खेर्दा लाज लाग्थ्यो होला यहाँ त ल फर्किँदाखेरि हामी लग्छौँ बेलुका बोतल छिराउने ठाउँ म देखाउँछु तपाईँहरूलाई त्यो भिडियो पनि हाल्नेछु भोलिदेखि बोरा बोक्ने होइन एउटा केटाहरूको प्लान हुँदैछ यहाँ नेपालमा भैयाले ल्याउँछ त साइकल थोत्रा मोत्रा फलामसे भने जस्तै बोरामा हाल्ने बोतल खेल्ने कार्यक्रम हुँदैछ अब भोलिदेखि हाम्रो बिहान उठेर खानसाना खाएर ल गाइस तपाईँहरूलाई म बेलुका देखाउने छु बोतल छिराएर कसरी के कति पैसा आउँछ भनेर तपाईँहरूलाई म सबै जानकारी भन्नेछु को नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नु पर्यो लाइक कमेन्ट गर्नु पर्यो हैन सब्स्क्राइब बढाउनु पर्यो म सानो युट्युबर हुँ सपोर्ट सबैजनाले मिलेर सपोर्ट गर्नु पर्यो रोमानियाको बारेमा म सबै जानकारी दिँदैछु
ल त साथी हो हामी चाहिँ बोतल खोजेर रुमतिर जाँदैछौँ केटाहरूलाई अब बोतल हातमा के बोक्ने भनेर अप्ठ्यारो पनि लाग्यो केटाहरूलाई अनि हामी चाहिँ झोला लिएर सबै बोतल चाहिँ झोलामा खेरेर अहिले मार्केट गएर अनि के कति पैसा आउँछ त्यो हामी सबै देखाउनेछौँ फाइनली बोतल खेरेर सक्यो अब के कति पैसा आउँछ अब यहाँ मार्केट गएपछि थाहा हुन्छ नेपाली युवा रोमानियामा बेरोजगार हुँदै बोतल खेल्दैछन् हाम्रो टोलीहरू अरे भैया जी एक ठो बोतल एक ठो बोतल कितना परी ल बोतल खेरेर सक्यो अब के कति पैसा आउँछ त्यो तपाईँहरूलाई म अहिले मार्केट गएर देखाउने छु ल बोतल खेरेर कस्तो फिल भइरहेछ हाम्रो लीलाजीलाई लीला उयो त कस्तो फिल भएको छ अब हामी बोतल खेरेर यस्तै गाडी किन्ने हो गाइज सबै लाजले मुख छोपेका छन् टोलीहरू बोतल खेरेर अब खाना खानु पर्यो त ल यस्तै छ हजुर ल जे जस्तो भए पनि खुसी हुनुपर्छ जहाँ जे भए पनि सङ्घर्ष गर्ने हो सुरुवाती दिनमा हामीलाई अलिकति केही कठिनाइ गाह्रो भएको छ बिस्तारै सफलता मिल्छ आत्तिनुहुन्न के कसो हुन्छ हामी प्रत्येक भिडियोमा रोमानियाको बारेमा हजुरहरूलाई भन्नेछौँ यति भन्दै म तपाईँलाई अबको दृश्य मार्केटको देखाउने छु फाइनल्ली अब चाहिँ हामी बोतल बेच्न जाँदैछौँ ल यति बोतल चाहिँ हामीले आज डुलेर एकछिन आधी एक घन्टा चाहिँ खेरेको त्यो बोतल चाहिँ अब मेसिनमा हालेर के कति पैसा आउँछ त्यसको बारेमा हामी तपाईँहरूलाई देखाउनेछौँ त्यो बोतलको बारेमा हेर्नु होला के कति आउँछ सबै तपाईँहरूलाई म जानकारी दिन्छु ल हाम्रो केटाहरूले चाहिँ बोतल हाल्दैछन् खाल्दैन यो नफाल होइन टेक्निक मिलेन हामीलाई पहिला एउटा जान देऊ 1 रुपियाँ आयो हो अब फेसिराउ के भन्छ ल बोतल चाहिँ यसरी हाल्दैछौँ हामी आयो भने केटाहरूले चाहिँ धमाधम बोतल हाल्दैछन् के कति पैसा आउँछ चाहिँ हामी त यसको बारेमा तपाईँलाई जानकारी दिनेछौँ तपाईँलाई जानकारी दिनेछौँ हामीलाई चाहिँ सिकाइराख्नु भएको छ फरेनरले यो रहेछ त सिस्टम त्यो सफा गरेर ल्याएर के कति आउँछ हाम्रो चाहिँ बेरोजगारी युवाहरूले खोजेको बोतलहरू सफा बोतल चाहियो अरे त्यो पुरानो बोतल भएन नयाँ बोतल चाहियो अरे पुरानो फालिदिइरहेछ बोतल खेरेर हामीले चाहिँ 8 रुपियाँ आज चाहिँ 1 घन्टाको चाहिँ 8 रुपियाँको कमाइ भएको छ यसको होनहार युवाहरू यता छन् हाम्रा देशका कर्णधारहरू 8 ले कमाएको आज के लग्ने हो खानेकुरा 8 लेमा के लग्ने 8 ले कमायौँ आज चाहिँ हामी चाहिँ चिकन लग्छौँ होला चिकन लग्छौँ के लग्छौँ तपाईँहरूलाई यसको बारेमा हामी भन्नेछौँ 8 ले कमाइयो बोतल खेरेर
₹8.50 आयो हाम्रो। अब यो पैसाले के लग्ने अब हामीले चाहिँ सल्लाह गर्छौँ साथीहरू। हामीले चाहिँ बोतल खेलेर ₹8.50 आयो। केटाहरू कहाँ आउने फेरि के लग्ने आज तरकारी? अस्ति लगेको जस्तो लगाउँ न, त्यसमा त्यो धेरै आउँछ नि त। त्यो मान्छेबाट ठ्याक्क मन्डल देखेको ल बोतल खेलेको पैसाले चाहिँ हामी अब चाहिँ मासु लग्छौँ। बोतल खेलेर आज चाहिँ ₹8.50 कमाइयो। अब चाहिँ हामी मार्केटमा छौँ। अब कति के लग्ने भन्ने कुरा सल्लाह हुँदैछ। ₹8 छ। अब मासु आयो भने मासु लग्ने, नत्र अरू आइटम लग्ने। मासु लग्ने रे म त यहाँ दुध पनि लग्नु पर्ला आज यार। दुध पनि खानु पऱ्यो क्या। 5 हो कि 4? 4मा आउँछ भन्छु नि, त्यो मात्र हेर्नु त। ल धेरै छ नि त्यो। कतिको छ रेट हेर्नु त। ल है, बोतल बेचेको पैसा ₹4 कि कति हो? यही त राम्रो फटिनु हुन्छ। कति छ यसको रेट? 5 लियो क्या, 5.10। ल बोतल खेरेको पैसाले चाहिँ